पहिला यो भिडियो हेर्नुहोस्, त्यसपछि म मेरो सुझाव राख्छु। 15 दिनभित्र एयरपोर्टको टोयलेट चाहिँ नि सफा बनाउनलाई त्यसको लागि पैसा धेरै लाग्दैन। टोयलेट चाहिँ नि तपाईँ ट्रली पनि बनाउनु, टोयलेट चाहिँ डी साहब कति बेहाल अवस्थामा छ भन्ने कुरा हेर्नु होला। 15 दिनपछि म आफै पनि एयरपोर्ट जान्छु, हेर्छु। यदि भएन भनेदेखि चाहिँ म डी साहब कहाँ आफै आउँछु। अनि एउटा मात्रै छ निर्देशन दिँदै वाला छु। अनि अर्को कुरा चाहिँ मैले किनभने यो निर्देशन पनि समितिको निर्देशन 25 वर्षदेखि पत्रकारिता गरे साहबज्यू, यो मन्त्रालयले कति कार्यान्वयन गर्छ गर्दैन थाहा छ त्यो पनि। तर यो टोयलेट चाहिँ सफा गर्नु होला। अर्को कुरा त्यो एक्सरे गर्ने ठाउँमा त्यो जुन लानी काठको टेबल बनाएर हामी ब्यागेजहरू सार्छौँ नि, त्यो यति खुइलेको छ कि त्यो ठाउँमा बरु ग्रेनाइट राखिदिनुहोस्। त्यो ठुलो पैसा लाग्दैन, 50,000 1 लाखमै पनि हुन्छ, त्यो पनि लाग्दैन। त्यति त गरौँ न। यति दुईटा कुरा चाहिँ 15 दिनमा हेरिन्छ है। मैले चाहिँ यति अनुरोध गरेँ। हस्, धन्यवाद साहबजी। एयरपोर्टको टोयलेट सफा हुनु पर्यो भनेर मन्त्रीहरू सांसदहरू यसरी ठुलो मिटिङ हलमा निर्देशन दिइरहेका छन् के यिनीहरूको मुख्य काम यही हो त? किनभनेपछि केही समय अगाडि मात्र माननीय गृहमन्त्री सुदन गुरुङज्यू पनि एयरपोर्टमा छड्के अनुगमनको लागि जानुभएको थियो। उनले पनि धेरै कुराहरू है, धेरै फोहोर मैला भएको, टोयलेट सफा नभएको र अन्य धेरै सामानहरू टुटफुट भएको, ड्यामेज भएको, यात्रुहरूलाई धेरै असहज भएको उहाँले पनि निर्देशन नै दिएर आउनु भएको थियो। त्यहाँभन्दा पहिला धेरै मन्त्रीहरू आए, धेरै सांसदहरू आए, सबैले निर्देशन मात्र दिन्छन् तर लागू भने कसैले पनि गर्दैनन् है। किन यस्तो? यदि तपाईँहरू निर्देशन पनि दिनुहुन्छ भने त्यसलाई तपाईँहरू फलोअप किन गर्नुहुन्न? अस्ति गृहमन्त्री एयरपोर्ट गएसँगै उहाँले निर्देशन दिएर आउनुभयो। त्यसपछि उहाँले कहिले पनि डेली रिपोर्ट, विकली रिपोर्ट, मन्थली रिपोर्ट कहिले पनि चेक गर्नु भएन कि उहाँले निर्देशन दिएपछि त्यहाँभित्र काम भयो कि भएन, सरसफाइ भयो कि भएन भनेर है। त्यही भएर हिजो पनि माननीय मन्त्रीहरू सांसदहरू है एयरपोर्टमा सरसफाइ भएन, यात्रुहरूलाई असहज भयो, सामानहरू धेरै टुटेको फुटेको छ भनेर यसरी गुनासो पोख्नुहुन्छ एक अर्कोलाई लिएर है। त्यही भएर यस्तो गुनासो पोख्नुभन्दा एउटा राम्रो सिस्टम बनाउनुहोस्, सिस्टम वाइज चल्नुहोस्। एयरपोर्टमा शौचालय फोहोर छ छैन है, त्यहाँ एयरपोर्ट व्यवस्थित छ छैन, त्यहाँ केही सामान टुटफुट छ छैन, त्यो भनेको एयरपोर्टमा भएका व्यवस्थापकहरूले हो है, त्यहाँको इन्चार्जहरूले, त्यहाँको सुपरभाइजरहरूले है, त्यहाँको कर्मचारीहरूले हेर्ने होइन र तपाईहरूले त एउटा सिस्टम बनाउने हो के। तपाईहरू विदेशतिर आउनुभयो भने नर्मल्ली तपाईहरू बस स्टपको शौचालय हेर्नुभयो भने तपाईहरू आफै छक्क पर्नुहुन्छ, त्यति सफा हुन्छ। देश विकास हुने भनेको मन्त्रीले आफै झाडु समातेर होइन कि एउटा राम्रो प्रणाली बनाएर हो। यदि कुनै एयरपोर्टको शौचालय फोहोर छ भने समस्या शौचालयमा होइन, समस्या प्रणालीमा हो। यदि कुनै एयरपोर्टको